आजका मुख्य समाचार सुरु गरौं। राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालको एकता टर्यो, कसले गर्यो अर्घेलो, यस सम्बन्धी प्रसङ्गबाट। राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकता प्रयास असफल भएको छ। आइतबार पार्टी दर्ता गर्ने अन्तिम दिनसम्म पनि कुरा मिलाउन सकिन्छ कि भनेर नेताहरू लागिरहेका थिए। रासोपा उच्च स्रोतले एकता प्रयास टरेको र अब चुनावी तालमेल हुन सक्ने बताएको छ। कुलमान घिसिङले कार्यवाहक सभापतिमा अडान नछोडेपछि एकता हुन नसकेको रासोपा स्रोतको दावी छ। कुलमानजीलाई उपसभापति दिन पहिलेबाटै तयार थियौं, तर उहाँहरूबाट केही समयका लागि भए पनि कार्यवाहक नै चाहिन्छ भन्ने खालको कुरा आयो। एकताका नाममा पार्टी बुझाउन हामी तयार भएनौं, स्रोत भनेको छ। यता उज्यालो पार्टीका एक नेताले यो भन्दा फरक दावी गरे। उनको भनाइअनुसार रवि लामिछानेलाई नै सभापति मानेर पार्टी एकता गर्न कुलमान तयार भएका थिए। ती नेताले भने कुलमानजी हदैसम्म लचक हुनु भएको थियो। रविजीलाई सभापति स्वीकार गरेर आफू सहसंयोजक बस्न तयार हुनु भएको हो। रविजी सभापति र कुलमानजी भावी प्रधानमन्त्री बन्ने गरी एकता गर्न रासोपाकै थुप्रै साथीहरू पनि तयार हुनुहुन्थ्यो, तर सहमति नजिक पुगेर पनि रासोपा भित्रैबाट बिथुल्ने काम भयो। रासोपाका कार्यवाहक सभापति डीपी अर्यालले एकता गर्न नचाहेको ती नेताको आरोप छ। एकता गर्दा कुलमान हावी हुने र आफू ओझेलमा पर्ने